What's up guys, welcome back to another video. अनि आज म ट्रेल हन्टिङको लागि हिँड्न लागेको छु। आजको मेन उद्देश्य चाहिँ ट्रेल हन्टिङ होइन, कति त्यो जङ्गलमा मात्र जाने अलि राम्रो होइन, उकालो ओह्रालो ट्विस्टिज वाला रोड खोजौँ भनेर हिँड्न लागेको छु। अनि म रोड खोज्दा खोज्दा अहिले गोठसिङबाट त निक्ले बिरपुरसम्म आएको छु होइन। तर खासै बाटोबाट हेर्दा चाहिँ होइन खासै होला जस्तो मैले मानिनँ। बाइक पनि अब ह्यान्डल फेरेको, यसो आज अफरोडिङ हान्ने मैले अलि भनेको के अरे यार, तर बाटो भेटेको छैन अझैसम्म। बट बाटो भेट्यो भने चाहिँ अनि मिठो हान्ने है। अनि पावर चाहिँ अलिकति बढेकै छ हिजोको भन्दा चाहिँ। विली चाहिँ अब होइन 2 गियरमा त होइन 1 गियरमा जे होस्, पहिला हत्ता फाल्थ्यो भने अहिले चाहिँ उठाइरहेको छ होइन। द्याट इज अ गुड थिङ। अब यो विलीको लागि चाहिँ निब्बीको कार्बोरेटर नहाली नहुने हो यसमा चाहिँ, पैसा पनि छैन अहिले, पीडित हो। सो जो सब्सक्राइब लाइक गरिदिनु होला, फलो गरिदिनु होला होइन। किप वाचिङ, स्टे ट्युन्ड। अनि भिडियो हेर्नु होला है, पुरै भिडियो चाहिँ पुरै सक्नुपर्छ है। ल फेरि हिँड्नु पऱ्यो। बिरपुर आइसकेको थिएँ म, बिरपुरबाट फर्किरहेको छु। अब हेरौँ कहाँ भेटिन्छ नि ट्रेल, राम्रो पाइदियो त मजा आउँथ्यो यार, प्र्याक्टिस हुन्थ्यो कि अरू भन्दा नि। ल अब हेलमेट लाउनु पऱ्यो, तपाईँलाई चाख्दिनु होइन। यो चाहिँ सिधै खोलामा जान्छ बाटो, ओह्रालो पनि धेरै होला। अहिले एक्लै छु, सो लेट्स नट ट्राई राइट है। झन्डै बताइहाल्यो, त्यस्तो उकालो थियो कि यताबाट ल्या, यताबाट हाल्न पर्ने रहेछ, यताबाट हालेर अलि खानाको ह्यान्डल घुमेर ओभरफ्लो त भयो। त्यस्तो आगो लाग्यो होइन। पुरै त्यहाँ घर यो हामी यताबाट आएर अनि हिँड्दै जान्थ्यौँ कि वहाँ कुनामा थियो नहुने राम्रो ठाउँ चाहिँ, म चाहिँ हिँड्दै जानु पर्थ्यो होइन। अब अहिले बुढो भइयो, हिँड्ने जाँगर पनि लाग्दैन, त्यस्तो त हो नि होइन।
गहिरो पुरा माटै माटो रहेछ कि धुलो खाइदिनु भइयो यार आफ्नै धुलो यो देखेर आएको छु होइन यो उ रहेछ कि ढिक्क ढिक्क होला भनेको पुरा घाँस मात्रै रहेछ कि होइन ल गाइस मेरो यो सिक्का एकदमै लुज भयो यसलाई अब डाक्टरलाई देखाउनु पर्छ यो चाहिँ अनि मैले यो बाटो नहिँडेको होइन लगभग 10 वर्ष भयो होला होइन पहिला एकचोटि मात्रै होइन दुईचोटि मात्रै हिँडेको छ कि यो बाटो एकचोटि केटाहरूसित बाइकमा अनि एकचोटि साइकलमा त्यसपछि आजसम्म गएन म यो रुट अघि उताबाट आउँदाखेरि चाहिँ यो रुटमा जान्छु सोचिरहेको थिएँ होइन अब फर्किने बेला भयो अब यो रुट हुँदै जान्छु है म चाहिँ डर थाकियो क्या के है लोड्दा क्या बचायो कि क्या क्यामेरामा फेरि उकालो सुकालो केही पनि देखिँदैन होइन तर पुरा यस्तो उकालो थियो कि म त होइन चढाइदिन्छु सोचिरहेको थिएँ अब सोचे झैँ कहाँ हुन्छ र होइन सोचे चाहिँ भएन जो पल्टिँदाबाट बचेँ बाइकमा स्क्याच पनि आएन धुलो पनि लागेन हल्का ओभरफ्लो भयो पेट्रोल चाहिँ त्यो अब स्वाभाविक कुरो हुने नै भयो होइन मेरो फेरि अहिले 2 गियरमा 1 गियरबाट 2 गियरमै गइरहेको क्या प्रब्लम आइरहेको टाइपमा यो बाटो छिर्दा बित्तिकै किरा आयो यो हेलमेट नभएर यार धुरा भयो यार त्यो उकिनेर होइन उडाउन सिक्ला जस्तो छ अब के छ आजको सब्सक्राइबरहरू आयो है मेरो सब्सक्राइबरहरू के थियो हो र वहीँबाट नचढ है स्ट्यान्ड बाइक नउठायो त्यो स्ट्यान्ड आफै सर्ट जान्छ नि फेरि हेलो गाइस राइड सकिएपछि एकदम भावुक भएँ म होइन हेर्नु आँखा नि क्या रातो भएको छ होइन भावनामा डुबेर
किराले चाहिँ लास्टै हाने आँखामा, आँखा पुरै पोलिरहेछ, रातो भएछ। अब जे होस् आज चाहिँ एक्स्ट्रा स्पेसल भयो कि आज मजा आयो कि। हिजो पावर बढाएको होइन, आज विली क्या मजाको गइरहेको थियो कि। अरू बेला जान्थेन, भत्त फाल्थ्यो होइन, हो गरेर झुप्प फाल्थ्यो। अहिले चाहिँ उडिरहेछ बाइक पनि मजाले, मिठो भइरहेछ। अब सी यू गाइस अगेन इन नेक्स्ट ब्लग है। ल सी यू इन नेक्स्ट ब्लग, बाई, पिस। सब्सक्राइब, कमेन्ट, लाइक, सब्सक्राइब। अनि हेलमेट किन्नी बनाउनु पऱ्यो मलाई। बाई।